हेलो नमस्कार। आज म गो कार्ड किन्ने ठाउँमा आएको छु। यो चाहिँ ओदाइबामा छ। ओदाइबाको भिनस फ्रन्टको साइडतिर छ। त्यो चाहिँ अहिले गो कार्ड चलेको आवाज हो। तपाईको यसमा के हुन्छ भन्दाखेरि अब टाइम अनुसार हुन्छ। अब 10 मिनट 20 मिनट चढ्ने कुरा हुन्छ। 20 मिनट चढ्नु भयो भने चाहिँ तपाईँको कस्ट विकेन्डमा चाहिँ 7,000 पर्नुहुन्छ, विकेजमा 6,000। अनि तपाईँको त्यसमा चाहिँ अनि एक्स्ट्रा चाहिँ तपाईँले एउटा फेस मास्क लाउनु पर्ने हुन्छ फर सेक्युरिटी रिजन होइन। त्यसमा एक्स्ट्रा 600 लाग्छ। टोटलमा चाहिँ 7,600 हुन्छ 20 मिनटको लागि। तर एउटा के छ भन्दा यसमा चाहिँ तपाईँको अब ओदाइबामा कता तपाईँहरूले अब खानपिन गर्नुभएको छ भने त्यो रिसिभ लिएर आउनुभयो भने चाहिँ तपाईँको त्यो कस्ट चाहिँ 30% डिस्काउन्ट हुन्छ। सायद त्यो फेस मास्कमा नभएर त्यो राइड आवरमा राइड फेयरमा चाहिँ हुन्छ होला। त्यसरी 7,000को 30% डिस्काउन्ट भएपछि 3500 भयो। 3500मा अब 600 जोड्दाखेरि चाहिँ 4100 भयो होला। आई थिङ्क इट्स क्वाइट रिजनेबल। ठ्याक्क ओदाइबामा छ। अरू ठाउँको लाइक तपाईँको गो कार्ड भयो भने चाहिँ सहर बाहिर जानुपर्ने हुन्छ। यहाँ चाहिँ सर्भिस छ। इट्स क्वाइट गुड। त्यही भएर अब ट्राई गर्नु होला कुनै टाइम। एउटा रिकमेन्डेसन के छ भन्दा सुझाव के छ भन्दाखेरि चाहिँ सकेसम्म रिजर्भेसन गरेर आउनु होला। जस्तै हामी आज 4 बजे यहाँ आएको थियो। तर के भन्दा यो सब फुल्ली प्याक भएको बेला चाहिँ स्लट्सहरू अभाइलेबल नभएको बेला चाहिँ 8 बजेपछि मात्रै खुल्छ भनेर भन्यो। अब 8 बजी हामी आज खुल्दैनौँ। नेक्स्ट विकेन्ड फेरि रिजर्भेसन गरेर आउँछौँ। एकदम रमाइलो हुन्छ। यो यता अलिक डर लाग्ला जस्तो हुन्छ, तर एक दुई राउन्ड गएपछि चाहिँ यु नो हाउ टु डु इट होइन, गर्ने तरिका थाहा हुन्छ। एकदम रमाइलो हुन्छ। अवश्य ट्राई गर्नु होला। हस् त ल, लाइक एन्ड सब्सक्राइब। चाउ चाउ।